डरलाग्दो घटना 21 वर्षीय रोमा तिवारीको चाहिँ हत्या भएको छ। एकदमै विवश रूपले चाहिँ भनौँ न राति अस्ति शनिबार राति 9:30 बजे 16 गते 9:30 बजे निस्केकी छोरी चाहिँ भनौँ मृत फेला पर्छिन्। त्यहीमाथि पनि बोराले प्याक गरेको उनको ट्याटुले चाहिँ लास पहिचान हुन्छ, चिनिन्छ होइन। भनेपछि मान्छे यहाँ त के रहेछ भने अर्काले जन्मायो हुर्कायो त्यत्रो बनायो, मान्छेले मान्छेलाई कति सजिलै मारिदिने, मारेर त्यो पापी अपराधीले सोचेको थियो होला रतुवा खोलामा चाहिँ बोरामा प्याक गरेर फ्यालेपछि त पत्ता लाग्दैन भन्ने पत्ता लाग्दैन भन्ने हेतुले फ्यालेको। तर पापी अपराधीहरूको त्यो कहिले पनि लुक्दैन क्या, त्यो घडा भरिन्छ, त्यो थाहा हुन्छ पापको घडा भरिन्छ होइन। भरियो त्यो पापी को हो भन्ने कुरा चाहिँ नेपाल सरकारले चाँडोभन्दा चाँडो पत्ता लाग्छ। किनभने कसैको छोरीको विवश रूपमा एकदमै डरमर्दो तरिकाले चाहिँ हत्या भएको छ होइन। यो समाज कति डरमर्दो क्या, आफ्नै ठाउँमा आफ्नै टोलमा आफ्नै ठाउँमा पनि सुरक्षित छैन, आफ्नै घरमा। नमस्कार, सिने प्रोफाइलमा यहाँलाई हार्दिक स्वागत गर्छु। म हिताश्री। फिल्ममा हुन्छ निर्मात्री सविता भट्टराई। यतिखेर सविता भट्टराई सञ्चार मन्त्रालयबाट भर्खरै फर्किनु भएको छ र किन फर्किनु भएको छ म सोध्न चाहन्छु। हजुर सर, अहिले चाहिँ हाम्रो होइन अब दर्शकहरूलाई चाहिँ भनिदिउँ, हाम्रो मल्लिका फिल्मको चाहिँ भोलि सेन्सर हुँदैछ होइन। अब जसको चाहिँ अब लेखन त तारादेवी घिमिरे, निर्देशनदेखि लिएर हरेक कुरा गीत सङ्गीतदेखि लिएर नायक पनि आफै हरिउदासी सर हुनुहुन्छ होइन, मेरो श्रीमान होइन। अब सबै भोलि चाहिँ सेन्सर हुँदैछ अनि र त्यही कारणले गर्दाखेरि चाहिँ भनौँ न धेरै कागजपत्रहरू मिलाउनु पर्ने, हरेक कुरा हुन्छ नि त, कानुनी कुराहरू धेरै कुराहरू मिलाउनु पर्ने हुन्छ होइन। अब त्यस्तै हो। अब भनौँ न हाम्रो फिल्ममा त भनौँ सिरियलहरू भयो त अब केही सेन्सर हुँदैन, केही कुरा पनि हुँदैन। गीत सिरियलहरूमा चाहिँ अब फिल्ममा चाहिँ एकदमै सेन्सर सञ्चार मन्त्रालयबाटै सेन्सर पास गरेर चाहिँ सेन्सरको चाहिँ कागज लिएपछि त्यो राखेपछि मात्रै फिल्म चलाउनु पाउने कारणले गर्दा चाहिँ सेन्सर गर्नु पनि एकदमै जरुरी भएको कारणले गर्दा चाहिँ अब भर्खरै आउँदैछ। भोलि सञ्चार मन्त्रालयबाट सेन्सरको सर्टिफिकेट आउँदैछ होइन। कुन ग्रेडको आउँछ त्यो भोलि बेलुका मात्र थाहा हुन्छ, भोलि भनौँला होइन। यसमा चाहिँ सिने प्रोफाइलमा भोलि जानकारी दिउँला कुन सेन्सरको पायौँ हामीले, कुन प्रमाणपत्र पायौँ होइन चाहिँ भनेर भोलि हामी जानकारी दिन्छौँ होइन। र मल्लिका द लेडी किलर होइन, यो एकदम भनौँ लेडी फाइट ब्याकको चलचित्र भनेर धेरै अगाडिदेखि चर्चा परिचर्चा हुँदै आएको छ बजारमा। अब केही प्रतीक्षा पछाडि दर्शकको हातमा अथवा दर्शकको आँखामा हल हल पुग्दैछ चलचित्र मल्लिका होइन। यो एउटा लेडीलाई स्ट्रङ बन्नुपर्छ अथवा लेडी फाइट ब्याक भनेर भन्दै गर्दाखेरि समाजमा नारीहरूको हत्या भइरहेको छ, हिंसा भइरहेको छ होइन। यो कहिलेसम्म भनेर हामीले धेरै पटक चाहिँ एउटा प्रश्न पनि गरिरहेका छौँ। यस्तो हो क्या हरि सर, तपाईँले कहिलेसम्म भन्नुभयो नि, जहिलेसम्म चाहिँ मान्छेमा मानवता आउँदैन तहिलेसम्म चाहिँ यस्ता घटनाहरू घटिरहन्छन्। जहिलेसम्म कानुनले चाहिँ भनौँ न त्यो जुन गल्ती गरेको छ नि त्यो अपराधीलाई त्यस्तो सजाय दिन सक्दैन जुनबाट चाहिँ मान्छेको अरू अपराधीहरूको मुटु कामोस्, त्यति जेसम्म यस्ता घटनाहरू चाहिँ घटिरहन्छन्। किनभने मान्छेलाई मान्छे मार्नु त भनौँ न किरा फट्याङ्ग्रा मारेको जतिको सजिलो भनौँ न। के मलाई त अचम्म लाग्छ क्या अहिलेको यो कलियुग त्यसै भने किरा फट्याङ्ग्राको मारेको जतिको भएको छ कि किन भन्दा के हो क्या अहिलेको मान्छेको दिमाग के हो म त केही कुरै बुझ्न सक्दिनँ हर्षल। यति धेरै मान्छेले मान्छे मारेका छन्, काहीँ के घटना, आज एउटा घटना घटेको हुन्छ भोलि अर्को घटना घट्छ होइन। यो समाजमा यस्तो घटना घट्छ जुन कि फिल्ममा पनि चलचित्रमा पनि काल्पनिक हुन्छ नि चलचित्र त वास्तवमा, तर त्यहाँ पनि हामीले नसोचेको हुन्छ कि यस्तो त हुन सक्दैन भनेको कुरा मुटु नै कमाउने थ्रिलर टाइपको घटना चाहिँ अहिले चाहिँ भनौँ न चलचित्रमा त बरु चलचित्र सामान्य ढङ्गले गएको हुन्छ, तर भनौँ न समाजमा घटना त्यस्तो ढङ्गले घटेको हुन्छ कि मान्छेले न सोच्न सकेको हुन्छ न सम्झिन सकेको हुन्छ। भनेपछि समाजै चलचित्र भन्दा नि खतरनाक। अहिले भर्खरै एउटा चाहिँ भनौँ न झापाको दमकमा एउटा घटना घटेको छ। दमक नगरपालिका वडा नम्बर 8बाट बेपत्ता भएकी रोमा भन्ने नि रमा तिवारी होइन, उहाँ चाहिँ रतुवामा मृत फेला पर्नुभयो र टिटो त्यो जुन ट्याटो थियो त्यो ट्याटोले उहाँको पहिचान भयो होइन। भनेपछि उहाँ चाहिँ घरबाट निस्किनु भएको थियो, कहाँ जान निस्किनु भएको थियो, किन निस्किनु भएको थियो त्यो कुरा सत्य र तथ्य आइसकेको अवस्था छैन। तर लास फेला परिसकेपछि यो प्रहरले चाहिँ यसलाई अनुसन्धान गर्दैछ। रहेछ क्या हरि सर होइन, जुन चाहिँ
भनौँ अस्ति भर्खरै एउटा झापामा घटना घटेको थियो, तपाईँलाई पनि थाहा होला। स्कुल बसले चाहिँ झापाकै गौरागाउँमा स्कुल बसले चाहिँ 4 वर्षीय आरोग्य झिमोरियालाई चाहिँ भनौँ न लापरवाहीको कारणले गर्दाखेरि मारेको थियो होइन। त्यही फेरि झापामै फेरि अर्को डरलाग्दो घटना 21 वर्षीय रोमा तिवारीको चाहिँ हत्या भएको छ। एकदमै विवश रूपले चाहिँ भनौँ न राति अस्ति शनिबार राति 9:30 बजे 16 गते 9:30 बजे निस्केकी छोरी चाहिँ भनौँ मृत फेला पर्छिन्। त्यहीमाथि पनि बोराले प्याक गरेको, उनको ट्याटुले चाहिँ लास पहिचान हुन्छ, चिनिन्छ होइन। भनेपछि मान्छे यहाँ त के रहेछ भने अर्काले जन्मायो हुर्कायो त्यत्रो बनायो, मान्छेलाई कति सजिलै मारिदिने, मारेर त्यो पापी अपराधीले सोचेको थियो होला रतुवा खोलामा चाहिँ बोरामा प्याक गरेर फ्यालेपछि त पत्ता लाग्दैन भन्ने हेतुले फ्यालेको। तर पापी अपराधीहरूको त्यो कहिले पनि लुक्दैन क्या, त्यो घडा भरिन्छ, त्यो थाहा हुन्छ पापको घडा भरिन्छ होइन। भरियो त्यो पापी को हो भन्ने कुरा चाहिँ नेपाल सरकारले चाँडोभन्दा चाँडो पत्ता लाग्छ। किनभने कसैको छोरीको विवश रूपमा एकदमै डरमर्दो तरिकाले चाहिँ हत्या भएको छ होइन। यो समाज कति डरमर्दो क्या, आफ्नै ठाउँमा आफ्नै टोलमा आफ्नै ठाउँमा पनि सुरक्षित छैन, आफ्नै घरमा सुरक्षित छैन। रोमा तिवारीको चाहिँ के कारणले एक्ज्याक्ट के कारणले चाहिँ मृत्यु भयो हत्या भयो, कसले हत्या गर्यो भन्ने कुरा त खुलेर आइसकेको छैन। तर पनि अपराधी चाँडोभन्दा चाँडो पत्ता लागोस्। किन भन्दा यति विवश ढङ्गले हत्या भएको छ। त्यो परिवार अहिले के बितिरहेको होला, रोमाको बुवा आमा भनौँ न त्यो परिवारमा के बितिरहेको होला। कलकलाउँदो 21 वर्षीय लाउँ खाउँ भन्ने छोरी उमेरको छोरीलाई चाहिँ कसले मारिदियो त्यस्तो विवश ढङ्गले चाहिँ होइन। सोध्दै नसोचेको क्या, अब हाम्रो पनि छोराछोरी छन्, हाम्रो पनि छोरा छ होइन। भोलि अब कतै हिँड्दाखेरि के होला भन्ने डरमर्दो भयो क्या, समाज नै डरमर्दो भयो क्या। मान्छेलाई मान्छे मार्नुलाई किन त्यो ठुलो कुरा लाग्दैन, त्यो अचम्म लाग्छ क्या हरिसर। त्यो कारणले गर्दा त्यो पापी अपराधीको होइन त्यसलाई चाँडोभन्दा चाँडो चाहिँ पक्राउ गरोस् भन्न चाहन्छु कि। अनि त्यसलाई सजाय पनि सानोतिनोले पुग्दैन कि। यस्ता अपराधीहरू जसले चाहिँ विवश रूपमा हत्या गर्छन् अनि कोहीले बलात्कार गरेर मार्छन् है, त्यस्ता अपराधी पापीहरूलाई यस्तो सजाय होस् कि अर्को अपराधी पापीको चाहिँ मुटु हल्लियोस् कि मलाई केही गरी म चाहिँ पक्राउ पऱ्यो भने म त यो मान्छेलाई त होइन हरिसर पहिला मुडको मुड भन्थ्यो नि, सेम त्यही गर्ने बेला चाहिँ आएको छ क्या। बरु त्यो मान्छे जसले अर्काको छोरी बेटी या भनौँ कोही मान्छे मार्छ भने त्यो व्यक्तिलाई पनि त्यस्तै सजाय फाँसी नै हुनुपर्छ क्या। बरु त्यो मान्छे मलाई मार्छ है हामीलाई त यो हामीले मान्छे मार्नु हुँदैन, हामीलाई पनि फेरि झुन्ड्याउँछ या भनौँ न फाँसी नै दिन्छ भन्ने हुन्छ नि त, डर हुन्छ नि। त्यो कानुनै भनौँ न यस्ता अपराधीहरूलाई चाहिँ कानुनै हेरफेर हुनु पर्यो क्या हरिसर। नभए त यो घटनाहरू त मान्छे त कति मान्छेलाई जेल बस्नु या हिरासत बस्नु त ठुलो कुरै लागेन क्या। अब भनौँ घरि कहाँ घटना घटेको हुन्छ, तर घटना पनि सानोतिनो घट्दैन क्या हरिसर। नसोचेको विवश रूपको चाहिँ घटनाहरू घटेको हुन्छन् जुन चाहिँ हामी फिल्म भन्छौँ नि। फिल्ममा के त्यस्तो थ्रिलर हुन्छ होइन, फिल्ममा त काल्पनिक कुरा हुन्छ, तर भनौँ न यस्तो हुनसक्छ है भन्ने कुराहरू देखाइएको हुन्छ होइन। सामान्य लाग्छ कि फिल्म। अहिले समाजको घटना हेर्नु पर्दा र फिल्म हेर्नु पर्दा फिल्म बरु सामान्य हुन्छ हरिसर होइन। घटेको घटना यति थ्रिलर टाइपको हुन्छ नि, यस्तो डरलाग्दो हुन्छ। रियालिटीमा के चाहिँ अचम्मको जमाना आयो क्या। पहिला मान्छे फिल्म हेरेर डराउँथ्यो होला, यस्तो मार्यो गुन्डाले भनेर डराउँथ्यो होला। अहिले त समाजमा यस्ता घटनाहरू घटिरहेका छन्, मान्छेलाई त अब डर भर भन्ने कुरा नै रहेन क्या हरिसर। दर्शकवृन्द, हामी पनि त्यही भन्न चाहन्छौँ। र जस्तो अब समाजमा मान्छेको चेतना बिस्तारै घुम्दै गएको छ, मानवता घुमिरहेको छ। र अस्ति भर्खर पनि एउटा चाहिँ ललितपुरको झरौरासीमा एउटा दर्दनाक घटना घट्यो, जहाँ एउटा चाहिँ गाडीले हानेर एउटा चाहिँ महिलाको चाहिँ विवश ढङ्गले हत्या गरियो। त्यो घटनामा पनि कस्तो रिस उठ्दो छ नि त। पहिला त स्थानीयले भनेअनुसार पहिला त खुट्टामा हानेको थियो, ब्याग गरेर ल्याएर अर्काको टाउको खिचाएको छ भने यो पापी अपराधीहरूलाई यस्तो गर्ने मान्छेहरूलाई बरु खुट्टामा हान्यो होइन, बरु उनको खुट्टा उपचार गरेर मान्छे त बाँच्थ्यो नि त, जीवित हुन्थ्यो नि त। तर यसरी ब्याग गरी ल्याएर किस्नेहरू त्यो त अपराधी, त्यो ज्यान मारा हो क्या। सानोतिनो यस्तो हुँदो रहेछ कि उनीहरूलाई त पैसाको लागि क्या। अब जिन्दगीभर पाल्नु गर्ने सट्टा त मारिदियो आनन्द भनेर यो त सुनसान ठाउँमा के गरे कानुनमा हेरफेर हुनुपर्छ। यस्ता घटनाहरूमा हेरफेर हुनुपर्छ, कानुन चाहिँमा अलिकति बलियो हुनु पर्यो होइन। र जाँदै हामी अन्तमा छौँ। जाँदै मैले तपाईँलाई के भन्न चाहेँ भने जसरी रोमा भनिने रमा तिवारी हुनुहुन्छ, उहाँ 9 बजे घरबाट निस्किनु भएको छ र भन्ने कुरो समाचारहरूमा न्युज पोर्टलहरूमा आइरहेका छन्। एउटा कुरा के भन्न चाहन्छु भने हाम्रो दिदीबहिनी छोरीचेलीहरू जति पनि हुनुहुन्छ, तपाईँहरू कहीँ जाँदाखेरि घरमा जानकारी दिनु होला। म यहाँ जाँदैछु है, म निस्केँ, यहाँ जाँदैछु, वहाँ जाँदैछु, अथवा यो केही भन्नु होला। 9 बजे राति घरमा खाना खानु सुत्ने बेलामा तपाईँ रमा तिवारी निस्किनु भएको छ, कहाँ निस्किनु भएको थियो, कहाँ निस्किनु भएको थियो, कसले बोलायो, किन बोलायो, कहाँ पुग्नुभयो र के घटना घट्यो,
त्यसको उहाँको ज्यान गएको छ। त्यस कारणले महिला दिदीबहिनीहरू एकदम सोध्नु होला होइन हो सोध्नु होला होइन। जस्तो होइन रातिको समयमा एकदम सचेत हुनु। रात भन्छ नि एउटा नेपाली उखान छ दिन आफ्नो रात अर्काको होइन। त्यस कारण त्यहाँ माथि छोरी चेली त्यस कारण घरबाट निस्किने बेलामा एकदम सावधानी भएर कहाँ जाँदै हुनुहुन्छ कहाँ जाँदै हुनुहुन्छ कसलाई भेट्न जाँदै हुनुहुन्छ किन जाँदै हुनुहुन्छ त्यो कुरा घरमा तपाईँले जानकारी दिनु भनेदेखि त्यो कुरो एकदम भनौँ न भोलि त्यस्ता खालको भविष्य नहुनु पनि सक्छ। यस्तो हो सर होइन मलाई चाहिँ के लाग्छ भन्दा नि अब अहिले एकदमै गर्मीको टाइम होइन अहिले त 7 बजेसम्म झलमल्ल उज्यालो हुन्छ। अब भनौँ न अब यहाँ त के छ यो समाज भने अब अस्ति भर्खर रेशमिका परियारको केस पनि तपाईँले थाहा पाउनुभयो सर होइन। अफिसबाट फर्किँदै गर्दा टोल छिमेक कसैले भनेनन् नि त हरे सर होइन। त्यत्रो 7-7 जना मिलेर बलात्कार गरेर मारिदिए भनेपछि यहाँ कसैको विश्वासै नहुने भयो क्या। त्यो कारणको त छोरी चेली कहीँ गएर सुरक्षित नै नहुने भयो क्या। अब भनौँ न के कारणले निस्किनु भयो न गर्मी भएर चाहिँ भनौँ शीतलतामा निस्किनु भयो। झापा भनेको त एकदमै गर्मी ठाउँ हो होइन। अब त्यो त्यसरी निस्केको छोरी एकछिनपछि छैन गाडी त्यसपछि त त्यसरी बोरामा प्याक भएको लास देख्दाखेरि त्यो परिवार के भएको होला। म चाहिँ छिटोभन्दा छिटो अपराधी अपराधी हत्या र पत्ता लागोस् त्यही होइन त। त्यो भन्न चाहन्छु। हस् थ्याङ्क यू। हस् नमस्कार।